हजुर नमस्कार। आज म भारतीय सेनामा सेवारत वा सेवानिवृत्त गोर्खा सैनिकको छोराछोरीको लागि मेडिकल शिक्षा र भविष्यका अवसरहरूको बारेमा महत्त्वपूर्ण जानकारी उदाहरणसहित लिएर आएको छु। भारतमा सैनिक परिवारका विद्यार्थीहरूका लागि विशेष रूपमा चर्चित दुईवटा मेडिकल कलेज छन्। आर्मड फोर्स मेडिकल कलेज एएफएमसी भन्छ पुनामा छ र आर्मी कलेज अफ मेडिकल साइन्स एसीएमएस भन्छ त्यो दिल्लीमा छ। यी दुईटै संस्थाले उत्कृष्ट मेडिकल शिक्षा प्रदान गर्दै आएका छन्। एएफएमसी पुना भारतको राम्रो प्रतिष्ठित सैनिक मेडिकल कलेज हो। यहाँ अध्ययन गर्नका लागि एनईईटी नीट परीक्षा अनिवार्य हुन्छ। जो भारतमा नीटको थ्रु नै मेडिकल अरू पनि मेडिकल एडमिसन यसैको थ्रु हुन्छ र हरेक वर्ष करिब 150 सिट चाहिने एमबीबीएस को हुन्छ यो मेडिकल कलेज पुनामा। र यहाँबाट अध्ययन पुरा भइसकेपछि योग्य विद्यार्थीहरूलाई भारतीय सेनाको मेडिकल सेवामा अफिसरको रूपमा प्रवेश गर्ने अवसर पाइन्छ। यानी सिधै क्याप्टेनमा चाहिने आर्मीको मेडिकल कोरमा चाहिने भर्ती हुन्छ। र एसीएमएस दिल्ली आर्मी कलेज अफ मेडिकल साइन्स दिल्ली यो पनि सैनिक परिवारका छोराछोरीलाई लक्षित गरेर स्थापना गरिएको मेडिकल कलेज हो। यहाँ पनि एमबीबीएस अध्ययनका लागि नीट परीक्षा आवश्यक हुन्छ र करिब 100 सिट भर्ना लिइन्छ। यस कलेजबाट अध्ययन पुरा भएपछि विद्यार्थीहरूले एमडी एमएस लगायतका उच्च अध्ययन गर्न सक्छन् र योग्यता अनुसार भारतीय सेनाको मेडिकल कोर लगायत अन्य स्वास्थ्य सेवामा प्रवेशको अवसर पनि पाउनुहुन्छ। ध्यान दिनुपर्ने कुरा के छ भन्नुहुन्छ भने सैनिकका छोराछोरी भएकै आधारमा स्वतः भर्ना पाइँदैन। सफलता प्राप्त गर्न मिहिनेत, अनुशासन, लगनशीलता र उत्कृष्ट शैक्षिक प्रदर्शन आवश्यक छ, जो मैले पटक पटक यही भिडियो मार्फत भनिरहेको छु। आज हामी एउटा प्रेरणादायी उदाहरण पनि प्रस्तुत गर्न चाहन्छु। हालैमा गोर्खा रेजिमेन्टल जो 59 गोर्खा रेजिमेन्टको विजय बस्नेत साहब, उहाँको बुवा भीमबहादुर बस्नेत पनि सुबदारबाट रिटायर हुनुभएको थियो। अनि छोरा चाहिने सुबदार मेजर अनेरी क्याप्टेन मानार्थ जो पद भन्छ जसलाई, उहाँ मानार्थ क्याप्टेनको छोरी कञ्चना बस्नेतले यही मेडिकल शिक्षा आर्मी कलेज अफ मेडिकल साइन्सबाट पढेर उहाँले एमडी एमएस गरेर अनि